साथीहरू आज तपाईँलाई मैले मेरो सुन्दर भर्खर कि आमा देखाउँछु। बिङ्न भर्खर कि मेरी आमा हुनुहुन्छ। नमस्कार गरिदिनु मेरी आमालाई। आमा यता हेर्नु आमा। आमा भन्छस् मम्मी भन्। अझै त मलाई जन्म दिने आमा हो नि। यार आज त त्यो आमा आमा के भयो आमा आमा भनेर उठ्नु मान्नु पर्यो। हजुर मलाई माफ गरिदिनु भएको होइन। हजुर मलाई माफ गरिदिनु भएको। धेरै नबोल्न कान्छी पानी खा त। आमा खुदोतमा त जे त त्यही भन्नुपर्छ र। मेरो आमाले एक्टिङ गर्नुभएको कि आमालाई कहिल्यै रिस उठ्दैन कि। मेरी आमालाई कहिल्यै रिस उठ्दैन। मैले मेरो रुटिन भन्छु है त। आज म बिहानै उठेर आमालाई यस्तै नमस्कार गर्छु किनकि मेरो आमा मेरो भगवान् हुनुहुन्छ। मेरो आमा मेरो भगवान् हुनुहुन्छ। अनि चाहिँ मैले आमालाई कहिल्यै काम गराउन यो चाहिँ आज रङ्ग भगवान् के सुन्नु पर्छ नि कुटियो कानले। आज चाहिँ रङ्ग मान्नुभयो। आज वर्षको अन्तिम दिन। आज तिमी आराम गर विश्राम गर। तिमीले कहिले पाउनौ भन्नुभयो। अब आमाले भनेको त मान्नु परिहाल्ने छ। छोरीले कहिले नाइनुई गर्छन् र है। अब म त अझै ज्ञानी छोरी सबभन्दा ज्ञानी सुन्दर सुशील छोरी आमाले भनेको सबै कुरा मान्न त पर्यो। अनि यो पनि आमाले पनि अब अलि अघि चाहिँ काट्न नि आउँदा कि अहिले यो फाल्नु भएको थियो। अहिले चाहिँ झेउ लाग्यो। त्यही भएर यही एमा चाहिँ छैन। अब चाहिँ झेउ लाग्यो मेरो फाल्नु। आमा अल्छी हुनुहुन्छ मेरी आमा। अब अल्छी भने के आर्नु त नि। अब आमा रिसाउनुहुन्छ त भाग्न पर्छ। भोक लाग्ने बेला भयो नै भने त हिजो अस्ति सधैँ अब वर्षको अन्तिम दिन भएर मम्मीले आमाले काम गर्नुभएको। अनि नै भने त म 9 बजे त मुखमा गाँस पुर्याइहाल्थेँ मैले त। अब यो बन्द गर्छ। मैले मत्या राखेको मेरी आमालाई मैले मत्या राखेको। आमाले छोरीलाई कहिल्यै आराम दिने दिन आएन भनेको वर्षको अन्तिम दिनमा आएर मैले विश्राम गर्न पाएँ। सधैँ उठेर म पोछा लाउँछु दिनदिनै। त्यो नचाहिँदैन गफ नगर्नु भनेको कि बन्द गर्छ। दिनदिनै पोछा लाउनुहुन्छ मेरी आमाले मलाई। अहिलेसम्म एक बेर पनि लागेको छैन गाई। यसले लाग्दै गर्छ काम केही दिउँसो आज चाहिँ गराइहाल्छ कहिले काहीँ नाइ भने यहाँ मलाई साह्रै गर्छ। एउटा केही काम भले एकछिनको बोरा पनि चिया जिन्दगी पकाउन म हुँदा हजुर यो सबैमा आमाले एक्टिङ गर्नुभएको हो कि हाँसी गर्नुभएको छ नि। एक्टिङ भन्ने थाहा पाइएछ नि त। चियाको कुरामा आउँदाखेरि मेरो आमालाई ग्यास्ट्रिक हुन्छ भनेर मैले सधैँ बिहानमा तुलसी पत्ता हालेर पानी उमालेर खान दिन्छु हो कि नै। आमाको कति पानी त्यो पानी हातले ग्यास्ट्रिक गराउनु। त मम्मीले आमाले बाँकी रहेको पानी अब मलाई यस्तरी लखा यो मेरी आमालाई रिस उठे जस्तो छ। अब आमाको तारिफ गरेको छैन नि त। अब झुटो तारिफ पनि गर्नु पर्ला जस्तो छ। बन्द गर्छ त मोबाइलै नटोडे नबोल त मलाई झिजो ला। चियापत्ती छैन द्वारको चियापत्ती खाने हो कि होइन चिया। आमाले मलाई यस्तरी नै माया गर्नुहुन्छ। त्यही पानी खा चिया छैन पत्ती ल्याउने बेसी राख्छ भनेको त मेरो आमाले चाहिँ अब बारीमा खेतीपाती गरेर भेन्डी उगार्नु भएको थियो। अनि आज चाहिँ तरकारी बिसाउनुहुन्छ। आमाले देखाउनु न यिनीहरूलाई देखाउनु न घरको भेन्डी खुसी हुँदै तरकारीमा बिसाउनुहुन्छ कि नि घरको भेन्डी लिएर आइदिएको मम्मी भनेको। कस्तो भन्छ नगराउनु है। मिठो भन्छ। धन्यवाद। यो घरको काँक्रो मैले उमारेको खनेर क्यारेर सधैँ बेलुकामा पानी हाल्छु मैले। आमा त्यहाँ माथिबाट यसरी हेरेर बस्नुहुन्छ तल नै गइसिन्न को चाहिँ नगइसिने उल्टे भन्ने हो। मेरो आमा मैले रानी जसरी पालेकी छु।
आमाको खाना देखाउँ तपाईँहरूलाई। थोरै खानुहुन्छ, धेरै खानुहुन्न, थोरै खानुहुन्छ। फेरि अब डाइटमा हुनुहुन्छ। अलिअलि मुखमा कहाँ चाहिँ गयो।